सम्पूर्ण देश विदेशमा संसारभरि रहेको दाजुभाइ तथा दिदीबहिनीहरूलाई हृदयदेखि हार्दिक नमन व्यक्त गर्न चाहे। र आज विशेष प्रसङ्ग आज अलिक फरक छ र मैले इतिहास हेर्नु मन लाग्यो मलाई र इतिहासको बारे केही कुराहरू तपाईहरु सामु राखौँ भनेर उपस्थित भइरहेछु। र यो इतिहास भनेको चाहिँ तपाईको विशेष गरेर यो ग्लोबल पोलिटिक्स संसारभरिको वर्ल्ड पोलिटिक्समा कस्तो खालको के वातावरण छ र संसारको मानिसहरूको यो कन्सेप्ट र दिमाग कस्तो छ र के गरिरहेछ र त्यो बारेमा अनुसन्धानको विषयहरू पनि छ र त्यो बारेमा र अलिकति यो पृथ्वीमा कस्तो खालको वातावरण छ त भनेर त्यसको लागि र यिनै सन्दर्भमा यही सन्दर्भमा म केही कुरा तपाईहरुसँग छलफल गर्न गइरहेको छु। र विशेष गरेर यो पृथ्वीमा तपाईको 3 खण्ड छ। 3 खण्डमा त्यहाँको वातावरण अनुसारको मानिसको उत्पत्ति भएको छ। यदि तपाईहरु यसरी बुझ्नु 3 खण्ड छ, 3 खण्डमा 3 खालको मानिसहरू उत्पत्ति भएको छ। ब्ल्याक महादेशमा ब्ल्याक म्यान, येल्लो महादेशमा येल्लो म्यान, व्हाइट महादेशमा व्हाइट म्यान, यसरी 3 वटा पृथ्वीलाई 3 भागमा विभाजन गर्न सकिन्छ। मैले भनिहालेँ, तपाईले कुरा बुझ्नुभयो। ब्ल्याक भूमिमा ब्ल्याक म्यान, येल्लो भूमिमा येल्लो म्यान, व्हाइट भूमिमा व्हाइट म्यान, यसरी त्यहाँ उत्पत्ति भयो कि 3 खण्डमा यो सृष्टिमै 3 खण्डमा विभाजन भएको छ। यदि कुरा यसरी बुझ्नुहोस् कि ब्ल्याक भूमिमा ब्ल्याक म्यानहरुको त्यहाँको भूमि, हावा, पानी, त्यहाँको वातावरण, प्रकृति सौन्दको त्यहाँनेरिको उत्पत्ति हो कि त्यो ब्ल्याक भूमिमा ब्ल्याक म्यानहरु तपाईहरुलाई चाहिँ यो ठाउँमा चाहिँ सहजीकरण हुन्छ र राम्रो हुन्छ भनेर त्यहाँनेरि सृष्टि र उत्पत्ति भएको ठाउँ हो त्यो। यसरी येल्लो भूमिमा येल्लो म्यानहरु यही येल्लो भूमिको प्रकृति, भूमि, तपाईको हावा, पानी, वातावरण, सहजीकरण यहाँनिर चाहिँ तपाईहरुलाई सुहाउँछ भनेर यो येल्लो म्यानहरु उत्पत्ति भएको। र यसैगरी तपाईको व्हाइट भूमिमा त्यहाँको माटो, प्रकृति, हावा, पानी, वातावरणसँग सुहाउँछ भनेर व्हाइट म्यानहरु त्यहाँनिर उत्पत्ति भएको। म यसरी बुझ्छु र तपाईहरुलाई पनि यस्तै लाग्ला। र यदि येल्लो भूमिमा येल्लो म्यान भएको ठाउँमा ब्ल्याक म्यानहरु आएर सधैँभरि बसिराख्ने भएदेखि त्यो आफ्नो विचारको कुरो हो, तर उनीहरू टिक्दैन कि त्यो ब्ल्याक भूमिको ब्ल्याक म्यानहरुलाई त्यहाँको वातावरण सुहाउँछ भने येल्लो भूमिको येल्लो म्यानहरु बसेको ठाउँमा उनीहरूलाई धेरै समय उनीहरू टिक्न सक्दैन। केही समय घुमफिर गर्नु डुल्नु मिलो, तर धेरै लङ लास्टिङ गर्नु मिल्दैन कि उनीहरूको एनर्जी एक दिन पक्कै पनि सिद्धिने छ कि यो येल्लो भूमिबाट ब्ल्याक म्यानहरु हराउने छ। जस्तै व्हाइट म्यानहरु येल्लो भूमिमा आएर धेरै समय बस्यो भने उनीहरू पनि हराउने छ। केही गर्नु पर्दैन, प्रकृति वातावरणले आफै मिलाएर उनीहरूलाई समाप्त गर्नेछ। समय ढिलो चाँडो हुन्छ तर सिद्धिने छ। तर व्हाइट म्यानहरु व्हाइट भूमिमा र ब्ल्याक म्यानहरु ब्ल्याक भूमिमै बस्यो भने उनीहरूको चाहिँ पुस्तौं पुस्तासम्म उनीहरूको जीवन चक्र चलिरहनेछ। जस्तै येल्लो म्यानहरु येल्लो भूमिमा सदाबार बसिरहे भने उनीहरूको जीवन चक्र सधैँ निरन्तर चलिरहनेछ। यो यथार्थ तितो सत्य हो। यसरी अनुसन्धान गर्छु म र तपाईहरुलाई कस्तो लाग्छ। र यसैगरी तपाईको आज पोलिटिक्स, राजनीति, पोलिटिक्स, तपाईको विश्व वर्ल्ड पोलिटिक्स अहिले कस्तो छ। विश्व युद्ध हिजो भएको छ देखिन्छ। 1914 मा विश्व युद्ध सुरु भयो, पहिलो विश्व युद्ध। त्यहाँनेरि मानिसहरू करोडौंको नरसंहार भएर मारिएको देखिन्छ। र यसैगरी 1939 मा दोस्रो विश्व युद्ध भयो फेरि। त्यतिखेर पनि धेरै मानिसहरू नरसंहार तरिकाले मारिएको देखिन्छ। जसले जति बुझेको छ उहाँहरूले त्यति भन्ने हो कि
विश्वयुद्ध हुनु भनेको के हो त? एकले अर्कोलाई दबाएर ओल्ड यो पृथ्वीमा राज्य गर्नु नै हो। त कसरी राज्य गर्ने, कसैलाई सम्झाएर हँसाएर सही वातावरण मिलाएर यो पृथ्वीमा ओल्डमा राज्य गर्ने हो कि कसैलाई मारेर दबाएर राज्य गर्ने हो? दुईटा बाटो, एउटा राम्रो बाटो, एउटा नराम्रो बाटो। विश्वविख्यात ट्यालेन्ट दिमाग ब्रेन, ट्यालेन्ट नाउ अथवा ट्यालेन्ट दिमाग भएर सबैलाई समेटेर विश्वको नम्बर 1 भएर सबलाई समेटेर खुसी साथ विश्व यो वर्ल्ड सञ्चालन अथवा राज्य गर्ने कि पृथ्वीमा, कि सबैलाई नरसंहार गरेर मारेर सबैलाई दबाएर मारेर राज्य गर्ने? खराब नियत र सही नियत छ दुईटा। हामीले कसैलाई सम्झाएर बुझाएर पनि हामीले राज्य गर्न सकिन्छ, कसैलाई खुसी दिएर पनि राज्य र पृथ्वीमा हामी साम्राज्यमा के अरे बस्न सकिन्छ भने कसैलाई मारेर पनि हामी बस्न सकिन्छ। र उचित के हो त? अरूलाई मारेर दबाएर नि राम्रो हो कि अरूलाई सम्झाएर बुझाएर राज्य चलाउनु राम्रो हो? दुईटा कुरो हो। र यहाँ 3 खालको मानिसहरू, ब्ल्याक म्यान, येलो म्यान र व्हाइट म्यान छ। र यी 3 म्यानकै यो ब्रेन फरक छ। फरक भएकै कारणले गर्दाखेरि फरक ढङ्गले यो वर्ल्डमा राजनीति गरिरहेको छ र यो दुनियाँ सञ्चालन राजनीति गरिरहेको छ र त्यो सोचहरू बदलिनुपर्छ। एउटा बदलिनुपर्छ र सही तरिकाले अगाडि बढ्नुपर्छ भन्ने मेरो सोचमा आउँछ। र कसैले कुनैको राम्रै सोच होला सबैको, तर कता अलिकति सोचमा पनि कुनैको त गडबडी देखिन्छ कि पक्कै पनि ती खराब सोच र खराब यी ब्रेन भएकाहरू पनि एक दिन सुध्रिने छ। पक्कै पनि यो धरतीमा ढिलो चाँडो पक्कै सुध्रिने छ भन्ने मलाई लाग्छ र एक दिन सही ट्र्याकमा आउने छ र यो वर्ल्डमा ध्वस्त होइन, समस्त मिलेर यो वर्ल्डमा कामहरू वर्किङहरू हुनेछ भन्ने मलाई लाग्छ। र तपाईहरुसँग अरू भनाइ त छ, तर धेरै लामो मैले यो भन्न चाहिन। आज थोरै तपाईहरुसँग संक्षिप्तमा यो कुराहरू राख्दै तपाईहरुबाट बिदा हुन चाहे। हस्त, नमस्कार।